रुकुम पश्चिम भलिबल प्रशिक्षणबाट 3 जना विदेशी खेलाडी गण्डकी प्रदेशका खेलाडीहरूले 10औं NBA PM कप भलिबल प्रतियोगिता खेल्दै काठमाडौँमा आगामी वैशाख 10 गतेदेखि 19 गतेसम्म हुने 10औं PM कप भलिबल प्रतियोगितामा रुकुम पश्चिम भलिबलको टिम बलियो बन्दै गएको छ। रुकुम पश्चिम भलिबल प्रशिक्षण टिमले पहिलोचोटि 9औं NBA कपमा सहभागिता जनाएको थियो। रुकुम पश्चिमको टिमले चाहिँ सेमिफाइनल खेल्दै 10औं PM कपमा चाहिँ आफ्नो स्थान बनाएको थियो। अब फाइनल उचाल्ने लक्ष्यको साथमा 3 जना विदेशी खेलाडी र गण्डकी प्रदेशका केही खेलाडीहरूको साथमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र चाहिँ मैदानमा उत्रिँदैछ। 6औं टाइगर कप भलिबल प्रतियोगितामा गण्डकी प्रदेशबाट खेलेर उपाधि दिलाउने 3 जना पाकिस्तानी खेलाडी रुकुम पश्चिमबाट चाहिँ यसपालि खेल्दैछन्, जसमा मुस्ताफा खान, फहद राजा र अन्नान खान चाहिँ रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको टिमबाट खेल्ने समाचारहरू बाहिरिसकेका छन्। त्यसैगरी गण्डकी प्रदेशका खेलाडी सन्जु विक्रम शाह, विवश आले, सन्तोष बिके, राजन दर्लामी र हिमाल सुनारी पनि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको टिमबाट चाहिँ यसपालिको 10औं PM कपमा चाहिँ सहभागिता जनाउँदै हुनुहुन्छ। गण्डकी प्रदेशको टिमले खेल्न नपाइरहँदा यी खेलाडीहरूलाई चाहिँ हामीले देख्न पाउने भएका छौँ। यो टिम चाहिँ एकदमै बलियो बनेको छ, किनभने 6औं टाइगर कपमा उपाधि दिलाउने खेलाडीहरू यस टिममा सहभागिता रहेका छन् भने कप्तानको रूपमा हामीले शैलेन्द्र शाहीलाई नै देख्दैछौँ। रुकुम पश्चिमका खेलाडीहरू पनि खेलमा सहभागिता हुनेछन्। अब धेरैजनाको प्रश्न थियो कि एडी चाहिँ कहाँदेखि खेल्दैछन् भनेर। समाचार बाहिरिएको छ, यो अफिसियली रूपमा त बाहिरिएको छैन, तर टिपटप हेल्थ नेपालदेखि खेल्ने कुरा चाहिँ बाहिरिएको छ। थप भिडियोमा म यस्तै जानकारी लिएर उपस्थित हुनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। हस्त नमस्ते, जय भलिबल। PM कप हामी टिम रुकुम पश्चिमबाट हुन्छ होला जस्तो छ। अब लगभग हामी सन्जु, हामी हो हिमाल, आले, सन्तोष लगायतको। हजुर गेम छ है आरजी ठकुरीजी, यता तमान नेपाली 10 रुपियाँ एडी नेपालबाट।